कोइरालो अलिक टरो हुन्छ भनेर मन पर्दैन भने यसरी बनाएर खानुहोला। अचार एकदमै मिठो हुन्छ, अलिकति पनि टरो हुँदैन। हेलो फ्रेन्ड्स, नमस्ते। अम्बु कुक्समा यहाँहरू सबैजनालाई स्वागत छ। आजको यस रेसिपी अन्तिमसम्म हेरेर मन परे एक लाइक अवश्य गरिदिनु होला। नयाँ साथीहरूले च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। आउनुहोस् अब बनाउन सुरु गरौँ। सुरुमा त हामीलाई कोइरालो चाहिन्छ। यहाँ मैले 250 ग्राम कोइरालो लिएको छु। यो हेर्नुहोस् त, यो चाहिँ कोपिला, कलिलो कोपिलादेखि फक्रिनु आँटेको कोपिला अनि फुल, यसको सबै कुरो हामीले खान सक्छौँ, छिपेको डन्ठाहरू बाहेक। अब यसलाई चाहिँ हामीले केलाउनको लागि कति साथीहरूले चाहिँ यसको यसरी बाहिरी भाग पनि यसरी फाल्छन्। हेर्नुहोस् त, ल यो चाहिँ अलिकति टर्रो हुन्छ भनेर यो भाग पनि फाल्छन् अनि यो मात्रै हाल्छन्। तर म चाहिँ सबै हाल्छु साथीहरू, केही फरक पर्दैन। चुडाएर राखेको यो डन्ठालाई चाहिँ फाल्नुपर्छ, यो भाग चाहिँ पाक्दैन। अब यो सबै यसरी केलाउँदै एउटा भाँडामा राख्नुपर्छ। यो एकदमै सजिलोसँग भाँचिन्छ, कलिलो जस्तै। हेर्नुहोस् त, यसरी यसरी यो सबै एकदमै राम्रोसँग नरम जस्तै भएर भाँचिन्छ। ल हेर्नुहोस् त, यसरी। ल अब यो डन्ठा चाहिँ हामीले फाल्नुपर्छ। हेर्नुहोस् त, यो चाहिँ पाक्दैन। यसरी हामीले सबै कोइरालाको फुलहरू पहिला केलाउनुपर्छ। ल हेर्नुहोस् त, यो मैले तयार गरिसकेँ। अब यसलाई हामीले मजाले 2-3 चोटि धोएर बोइल गर्नुपर्ने हुन्छ। यसमा धेरै धुलोहरू बसेको हुन्छ, त्यही लागि सफा पानीले 2-3 चोटि यसरी राम्ररी धुनुपर्छ। अनि म चाहिँ यो कुकरमा राखेर बोइल गर्दैछु, 1 सिटी लगाउँछु। हामीले यसलाई कराईमा पनि बोइल गर्न सक्छौँ। हामीले यसलाई धेरै बेर भने बोइल गर्नु हुँदैन साथीहरू। अब यसमा 1/2 टीस्पुन जति नुन राखेर अनि थोरै बेसार पनि राख्ने अनि आधा कपको पनि आधा जति पानी राखेर यसलाई मिडियम फ्लेममा बोइल गर्नुपर्छ। 1 सिटी मात्रै लाग्न दिनुपर्छ अनि ग्यासको फ्लेम अफ गरेर यसलाई सेलाउन दिनुपर्छ। ल हेर्नुहोस् त, सेलाएर यो म चेक गर्दैछु, एकदमै राम्रोसँग पाकिसकेको छ। ल हेर्नुहोस् त, यतिको भएर। ल हेर्नुहोस् त, यस्तो राम्रोसँग यो पाकिसकेको छ। यसलाई थोरै बेसार राखेकोले गर्दा यसको कलर पनि राम्रो आइसकेको छ। हेर्नुहोस् त, एकदमै राम्रोसँग यसको कलर पनि चेन्ज भइसकेको छ। अब यसलाई एउटा भाँडामा राखेर चिसो पानीले 2 चोटिसम्म धुनुपर्छ। अब चिसो पानीले धुँदाखेरि चाहिँ हामीले यसको कोपिलालाई माडी धुयौँ भने पनि यसको टर्रोपन जान्छ साथीहरू। तर म यसलाई त्यति साह्रो माडेर पनि धुदिनँ, हल्का हल्का मैले धुँदैछु, नत्र भने यसको कोपिला हुन्छ। यो कोपिलाहरू हेर्नुहोस् त, यसलाई चाहिँ यसरी फुटाएर हामीले धुयौँ भने चाहिँ यसमा अलिकति टर्रोपन हुन्छ, त्यो जान्छ। अझै अर्को एउटा तरिकाले हामीले बनायौँ भने पनि यसलाई धेरै नमाडिकन हल्का हल्का पखालेर बनाउँदाखेरि पनि यसमा अलिकति पनि टर्रो रहँदैन साथीहरू। अब यसलाई हामीले चाल्नीमा एकछिन पानी तर्काएर साइडमा राख्दै गरौँ। अनि 3-4वटा आलुलाई पनि मैले बोइल गरेर ताछेर लिएको छु। अब यो चाहिँ हो तिल। मेरो चाहिँ यो सेतो र खैरो तिल मिक्स छ। यहाँ मैले 4 टेबल स्पुन लिएको छु। यसलाई अब मजाले भुट्नुपर्छ मिडियम फ्लेममा। तिलले एकदमै मिठो बनाउँछ यो अचारलाई। यसमा हामीले आलस पनि एड गर्न सक्छौँ साथीहरू। यसलाई नडराइकन एकदमै राम्रोसँग भुट्नुपर्छ। अब यतिको भएपछि चाहिँ एउटा प्लेटमा राखेर यसलाई सेलाउन दिनुपर्छ अनि पिसेर तयार गर्नुपर्छ। अब यो तातै प्यानमा मैले 2 टेबल स्पुन तोरीको तेल राख्दैछु। यो हल्का तातिएपछि यसमा मैले मेथीको दाना राख्दैछु 1/2 टीस्पुन। मेथीको दाना कालो भइन्जेलसम्म हामीले फुराउनुपर्छ। अनि यसमा म राख्दैछु एउटा सुक्खा खोर्सानी पनि। यसले पनि अचारमा एकदमै मिठो टेस्ट ल्याउँछ साथीहरू। मेथी फुराउँदाखेरि चाहिँ हामीले मजाले कालो हुन दिनुपर्छ। यो हल्का रातो रातो छ भने पनि यो तितो हुन्छ, त्यसैले। अब चाहिँ यसमा हामीले बेसार पाउडर 1/2 टीस्पुन राखेर यसलाई पनि मिक्स गरिदिनुपर्छ तेलसँग। त्यसै गरेर हामीले रेड चिली पाउडर पनि 1 टीस्पुन राख्नुपर्छ यसमा। अब यसलाई पनि मिक्स गरिदिनुपर्छ। अनि चाहिँ हामीले यसमा आलु पनि यसैमा राखिदिनुपर्छ। अहिले ग्यासको फ्लेम एकदमै लो छ, यसैमा नै हामीले यो आलुलाई तेलसँग मजाले मिक्स गरिदिनुपर्छ। यसरी सधैँ हामीले अचार बनाउँदाखेरि तेलमा मेथी फुराएर छोप बनाएर लास्टमा अचारमा हाल्छौँ। तर यो कोइरालोको अचारमा चाहिँ हामीले यसैमा आलु र कोइरालो राखेर मिडियम फ्लेममा 2 मिनटसम्म भुट्यौँ भने यो कोइरालोमा अलिकति पनि टर्रोपन रहँदैन साथीहरू। त्यसैले अब यो कोइरालोलाई पनि यसरी राखिदिने अनि भुटिदिनुपर्छ यसलाई मिडियम फ्लेममा 2 मिनटसम्म।
यो चाहिँ हो अर्को उपाय जसले चाहिँ कोइरालाको अचारमा अलिकति पनि टर्रोपन हुँदैन साथीहरू। एकदमै मिठो हुन्छ यसरी बनाएको कोइरालाको अचार। पिरोको लागि हामीले आवश्यकता अनुसार हरियो खोर्सानी काटेर तेलमा फुराएर पनि राख्न सक्छौँ साथीहरू। ल यसलाई मैले 2 मिनटसम्म मिडियम फ्लेममा भुटिसकेँ। अब चाहिँ हामीले ग्यासको फ्लेम अफ गरेर यसलाई ठुलो बाउलमा मिक्स गर्नको लागि राख्नुपर्छ। ल अब चाहिँ म यो बाउलमा खनाउने छु। यसलाई एकछिन सेलाउन दिनुपर्छ अनि हामीले अरू सामग्रीहरू मिक्स गर्नुपर्छ। ल अब यो हल्का सेलाइसकेको छ। यसमा हामीले आवश्यकता अनुसार नुन राख्नुपर्छ। त्यसै गरेर अघि भुटेर यो पिसेर मैले तयार गरेको छु तिल, यो चाहिँ मैले 3 टेबल स्पुन यसमा राख्दैछु। अनि मसँग चाहिँ यो डल्ले खोर्सानीको पेस्ट छ, यो मैले 1 टीस्पुन यसमा राख्दैछु। त्यसै गरेर 2टा कागतीलाई पनि निचारेर यहाँ मैले राख्दैछु अमिलोको लागि। साथै काँचो तोरीको तेल 2 टीस्पुन जति हामीले माथिबाट राखिदिनुपर्छ। साथै ठुलो चम्चाको 2-3 चम्चा जति हामीले मनतातो पानी पनि राखेर मजाले यसलाई मिक्स गर्नुपर्छ। यसले चाहिँ अचार धेरै सुक्खा भने हुन पाउँदैन। ल यो मरमसलाहरू एकदमै राम्रोसँग लाग्ने गरी हामीले यसलाई 2-3 मिनटसम्म मजाले मिक्स गर्नुपर्छ यसरी। ल हेर्नुहोस् त यो एकदमै राम्रोसँग मिक्स भइसकेको छ। हेर्नुहोस् त हेर्दै खाउँ लाग्ने यो अचार अब बनिसकेको छ साथीहरू। यसलाई म एउटा प्लेटमा सर्भ गर्नेछु। यसरी बनाएको कोइरालाको अचार चाहिँ अलिकति पनि टर्रो हुँदैन साथीहरू। एकदमै मिठो हुन्छ, एकदमै टेस्टी हुन्छ। कोइरालो मन नपर्ने साथीहरूले पनि यसरी एकचोटि अवश्य बनाएर खाने ट्राई गर्नुहोला। ल हेर्नुहोस् त हेर्दै एकदमै खाउँ लाग्ने यो कोइरालाको अचार चाहिँ अब बनेर तयार भइसक्यो। भिडियो मन परे एक लाइक अवश्य गरिदिनु होला अनि नयाँ साथीहरूले चाहिँ च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। साथै आफ्ना साथीहरूलाई सेयर पनि अवश्य गरिदिनु होला। आगामी दिनमा अझै राम्रा रेसिपीहरूको नोटिफिकेसन पाउनका लागि साइडको बेल आइकनलाई पनि प्रेस गरेर राख्नुहोला। सम्पूर्ण रेसिपी हेरेर जानकारी लिनुभएकोमा थ्याङ्क यू सो मच। मेरो च्यानल अम्बु कुक्समा यसरी नै जोडिरहनुहोला। टेक केयर एन्ड बाई बाई। ह्याप्पी कुकिङ।